फर्स्ट माछालाई माछा परिसकेको छ हेर्दै हिजो लाको ओ भाग्नु आयो एउटा 4वटा परेको छ है हाम्रो खोलामा हामी यहाँ माछा थाप्न आएको छौँ लास्ट इयरमा बाढी पहिरो आएको हुनाले यस्तो ठुलो नोक्सान गरेको छ यी खोला नालाहरू यति ठुलो बाढी पहिरो आएको हुनाले अहिले पहिलो जस्तो माछा पनि छैन जताततै पहिरो मात्रै छ यसरी अलैँची बगानहरू यसरी लगेको छ तर पनि हामी आज अब माछा ट्राई गर्न आएको छौँ तावा खोलामा हेरौँ भोलि बिहान कतिको माछा पर्छ तावा खोला सिदिङवा 7 ताप्लेजुङ पारी खेवाङ पर्छ र माछालाई हामी ल्याउनलाई रेडी छौँ आजको हाम्रो पहिलो माछा सेटअप हुँदैछ आजको फर्स्ट सेटअप भएको छ माछा सेटअप हुँदैछ हाम्रो धमाधम माछा सेटअप
गुड मर्निङ। आज हामी हिजो बेलतलाको माछा झुक्न आएको छौँ र हाम्रो फर्स्ट माछामा चाहिँ माछा पर्यो भन्ने कुरा छ। हेरौँ है त। हिजो र बेलुका फर्स्ट माछामा माछा परिसकेको छ। हेर्दै हिजो लाको फर्स्ट माछालाई हामी निकाल्दाखेरि असला ताखलाको असला राम्रो ओपनिङ भएको छ हाम्रो। तपाईँले कति वर्षमा लाउनु भएको? 2 वर्षपछि होइन? बाढी गएपछि उहाँले त्यस्तो माछा लाउनु भएको थिएन। हिजो ट्राई गर्नु हामी आएको थियौँ र फर्स्ट ओपनिङमा 2टा परेको छ। त्यो भएर ओभर एक्साइटेड। पानी चाहिँ एकदम चिसो छ है अहिले। ताखलाको माथि हिमालबाट आएको पानी हो यो। माथि तिम्बुङ पोखरी यता नागीहरूबाट आएको। सेकेन्ड चाहिँ हाम्रो बटारिए छ यो चाहिँ। यस हाम्रो अर्को पनि परिसकेको छ है माजालमा। हाम्रो ओपनिङ दामी भएको छ। त 0 भएछ त हाम्रो त। यहाँ पनि हाम्रो परेन। जाल सानो भएछ। यहाँ हाम्रो माछा सेटअपमा माछा परेको छ। तर हेर्नुहोस् 3टा छ अहिले। हेर्नु त निकाल्दा कतिवटा हुन्छ। ओ भाग्नु आँट्यो एउटा। भाग्न आँट्यो अङ्कल एउटा। यस 4वटा परेको छ है हाम्रो। अङ्कल यस मजा आएन? 2 वर्षको लगातार बाढी पहिरो एकदम ठुलो आएको हुनाले अहिले पहिले जस्तो ठुल्ठुलो माछाहरू पाइँदैन अहिले ताउ खोलामा। पहिले माछाहरू एकदम ठुल्ठुलो धेरै पाइन्थ्यो। अहिले चाहिँ पहिले जस्तो माछा पाउँदैन। यस हाम्रो फेरि पनि 3टा माछा परेको छ। हजुर हाम्रो
पहिले चाहिँ यो बाढी नआउँदा चाहिँ यो दह यसमा चाहिँ तपाईको कत्ले माछाहरू ठुलो पाउँथ्यो रे। अहिले चाहिँ बाढी पहिरोले गर्दाखेरि हाम्रो एउटा मात्रै परेछ अहिले चाहिँ। हाम्रो जाल चाहिँ एकदम सानो छ, माजल, त्यही भएर खासै माछा लाउन सकेको छैनौँ। यो चाहिँ तावा खोला है, तावा खोला। यो खोला पारी श्रीजङ्गा खेवाङहरू पर्छ भनेखेरि यता हाम्रो खोलावारी चाहिँ सिदिङवा सुरिङथिम ताप्लेजुङ पर्छ। ल अब माछा आउँदैछ, माछा आउँदैछ, माछा आउँदैछ हाम्रो माछा। ल यहाँ हेर्नुहोस् त कति भीषण बाढी पहिरो आएको रहेछ यहाँ। पहिले यहाँ कुद्थ्यो खोला, यो साइडमा यहाँ कुद्थ्यो भने अहिले खोला हेर्नुहोस् कहाँ पुगेको छ। संसार यसरी बगाएको छ। हेर्नुहोस् ढुङ्गा, ठुल्ठुलो ढुङ्गाहरू कहाँबाट आयो होला यति हेर्नु त। हाम्रो जिरो भयो त्यहाँ पनि। हामीले भाइहरूको माजाल लिएर आएको, एकदम सानो रहेछ। सानो जाल भएर पनि खासै माछा त्यति परेन। र अहिले तावा खोलाको माछा भनेको यस्तै हो। माछा परेको छ।
त खोला अब आउने वर्षमा यसरी बग्छ कि बग्दैन थाहा छैन। अब हाइड्रोहरू आइसकेको छ भन्छ। जल माफियाहरू सबै गाउँघरको खोला नाला सबै छिरिसकेको छ। पुलको माछा निस्किन थालेको छ। पुलको माछा यस्तो हुन्छ। पुरमा बसेपछि माछा चाहिँ यस्तो हुन्छ है, रातो छ। रातो रातो। अब गर्मी लागेछ। माछा परेको छ। ल आजलाई हाम्रो यति नै इन्डिङ हुन्छ। हाम्रो स्टार्टिङमा 2टा परेको थियो र इन्डिङमा एउटा परेको छ। जस रमाइलो भयो धेरै वर्षपछि तावा खोलामा यसरी फिसिङ गर्नु पाउँदा। अहिले त जताततै बाटोहरू आइसकेको छ। तारी खोलादेखि यता गाउँ जाने वारिपारि सबै बाटो कनेक्ट भइसकेको छ। यस्तै छ गाउँघरको विकास। आउने वर्षमा यो खोला पनि हाइड्रोले लानेछ। माछा मार्नु पाइन्छ त छैन। आजको हाम्रो माछा जम्मा 17वटा भएको रहेछ परेको। ताजा ताजा असला काटिदेऊ ल। हुन्छ।